दिनहरू पनि दामी भएछ आज दामै आमा कति राम्रो देखेको अलि माथि गर्नु न टाउको कति राम्रो देखेको अब हामी चाहिँ खास के गर्नु जानु लाग्यो भनेपछि के गर्नु लाग्यो मम्मी भनिदिनु त सपिङ जानु लाग्यो फेरि म र मम्मी माथि सपिङ जानुको मेन उद्देश्य चाहिँ चेसीको सानो केक ल्याइदिनु प्लान छ कि हामी यस गाइस त्यसको बर्थडे आउँदै के अरे बर्थडे आउँदैछ अरे राति 12 बजे केक काट्ने हो आज बर्थडे हो त्यसको त्यही भएर भोलि हामी काममा जानुपर्छ उसको बाबा पनि काममा जानुपर्छ म पनि काममा जानुपर्छ आज राति 12 बजे चाहिँ त्यसको ह्याप्पी बर्थडे गरिदिने भनेर क्या त्यो बच्चाले पनि नभएको भाउ त लाउँछ नि गाइस के गर्ने मम्मी फेरि त्यसको फेरि केक काटेको छैन नि त कति भइसक्यो त्यही भएर एउटा फुच्चे केक ल्याएर त्यसको नाक जत्रै केक ल्याएर ह्याप्पी बर्थडे गरिदिने कि गाइस सिक्रेट लाग्ने फेरि ब्रदरको त फेरि दामी छ बाजेकै छ नि बाजेकै पढाइ छ नि सानो भन्नु भयो होला फेरि केक फेरि ठुलै छ कि दामै अब देखिहाल्छ नि भिडियोमा आज रात 12 बजे सरप्राइज हान्नुपर्छ होइन आमै ल माथि भेटौँला गाइज ल होइन आमै बाई बाई ए त्यही बस्नु त मम्मी सही देखियो यार भिभा सरी आइ दामी ल एकछिन पछि भेट्नुपर्छ होला गाइज ल गाइज हामी चाहिँ आइसकेछौँ अब सुपर मार्केट आस्दा दामै राम्रो देखिनु है आमा त म कालो देखेँ होइन त कस्तो म घडे कस्तो देखेछु मम्मीको छेउमा है दपुरेर हो क्या दपुरो गएर भक्क मैले भिडियो हेरेको थिएँ यस्तो कालो देखेको म सेतो झन् यङ भएको झन् छोरा झन् के हुन्छ बुढो कालो भएर होइन म झन् बुढो भएको जस्तो भएको हजुर झन् तन्नेरी भन्दा यङ भएको जस्तो देखेको नभन्नुभयो झन् कम्प्लेन गरेको मन उस गर्नुभयो होला यही हो आस्दा हामीले सपिङ गर्ने ठाउँ रासन पानी लिने ठाउँ अब एकछिन पछि भेट्नुपर्छ ल गाइस सामानहरू किनेर टक्क क्रिसको अब केकहरू किनेर ल मम्मीले झिकिसक्नु भएको छ ट्रली कोइन हालेर हामीले 1 पाउन्ड जति हालेर कोइन उस गर्नुपर्छ नभए तपाईँले घरको चाबी हालेर पनि गर्नु सक्नुहुन्छ अन्त आमा सपिङ गर्नुपर्छ ल गाइस गर्छ ल म र मम्मी चाहिँ त्यहाँ छ मम्मी त्यहाँ हेर्नु न माथि हेर्नु नि बाई ल जम मान्छे आइगयो ल यही हो अहिले एकछिन पछि भेटौँ ल गाइस हामी चाहिँ अहिले केकको स्टलमा छौँ मदरले केक हेर्दै हुनुहुन्छ क्रिसलाई केकहरू छ प्लिज चकलेट लभर डर हेर्छु तर अलि चक्लेटवाला नरहेछ त्यो अलि दाँत किरालाई चक्लेटवाला किनिदिनु लाग्यो हामीले केकहरू त अरू पनि छ एकदम डेकोरेट गरेको अनि त्यसलाई चकलेट मनपर्ने भएको र मनपर्ने यो चक्लेट यो पनि चकलेट किनिदिएको चक्लेट अलि धेरै छ अरूहरू त छैन अब त्यो त भोलि बनाउने अनि यो चाहिँ उसको बाबालाई कहाँ गयो खौली गर्नुहुन्थ्यो अघि उहाँ हाम्रो लागि त केही छैन डबल क्रिम हामी आमासँग त माया गर्दैन माया गर्दैन ल अब एकछिन पछि भेट्नुपर्छ गाडी हाम्रोमा गाइस केक काट्ने बेला भेट्नुपर्छ है गाइस नसुत्नु चाहिँ आज 12 बजे ए सरी ल भन्नु फेरि नसुत्नु चाहिँ आज 12 बजे केक काटिदिनुपर्छ क्रिसको आस्ताला बिस्ता अनि काउस सबै उस गरिसक्यौँ काउस काउन्टरमा मम्मीले चाहिँ गर्नु ल म र मम्मी ट्याप गरिदिनु न त आमै टिट हो यस भनौँ त्यही ब्याक गर्नु टिट 22 रुपियाँ सबै पैसा सकियो म आउनु भनेको त हो नि अब यहाँ चाहिँ रिसिभ आउँछ रिसिभ ल्याउँछ रिसिभ लिएपछि अब हामीले सामानहरू हाल्नु पर्छ सामान हालौँ ल गाइस बाई के हेर्नु र
मलाई सिस्टम चाहिँ एकदम मनपर्छ क्या यो चाहिँ ट्रली यहाँबाट यो राख्यो होइन यहाँ निकाल्यो लयो अनि ल्याएर फेरि आफूले सामान ल्याएको ट्रली यहाँ राख्यो सफ्टवेयर नै कोही वस्तुहरूले मिलाएर राखिदिन्छ नि एभ्री एसियन मम विकसित देश भनेको विकसित देश हो कि केटा ल हामीले साउन्डहरू राखिसक्यो अब अब चाहिँ हामी घर जाँदै अब है कति सुपर रहेछ यो त यार केक छ मम्मी हुनुहुन्छ म छु अब हेरौँ उसको लास्ट वर्ष त्यो त के हो रातिको 12 बजे म सुते पनि यो सुत्दैन गाइस किनभने म भोलि बिहान 3:30 बजे उठेर काममा जानुपर्छ म निदाइहाल्यो भने पनि यसले केक काटिदिन्छ हेर्नु होला थ्याङ्क यू फर वाचिङ ल अब चाहिँ अब हामी घर जान्छौँ अनि त्यहाँपछि केक चाहिँ लगाउनुपर्छ त्यो हराउने फेरि झ्याप्प आउनु पनि सक्छ कि के ल्यायो सामानहरू भनेर त्यो भएर जाने झ्याप्प जाने ट्याक राख्ने डाइरेक्ट 12 बजीतिर उठेर केक काटिदिनुपर्छ नामै त्यसको मुखभरि दलिदिनुपर्छ चक्लेट त्यसले केक काट्दैन भन्छ त्यो म पारेर दलिदिन्छु 12 बजी भिडियो हेर्नु होला गाइस इट्स भेरी इन्ट्रेस्टिङ दल्नुपर्छ ल अब तपाईँहरूलाई अब त्यही भेटौँला अब केक काट्ने बेला सियो हाय भाइ के गर्थ्यौ र कान्छी किन राम्री भइच्यौ र झन् आमै झन् राम्री भइच्यौ त झन् कुन साबुनले नुहाउँछौ यहाँ छ साइडमातिर पनि छ हेर्नु दामीहरू छ यहाँ फुलहरू चाहिँ घर पुग्यो हामी चाहिँ पानी बोक्दै हुँदै यता पनि छ है फुलहरू दामी धेरै छ गार्डनहरू अझ पछाडिको गार्डनहरू पनि राम्रै छ क्रिसको केक यो चाहिँ ओके छ नि त ल सी यु गाइस अब चाहिँ डाइरेक्ट अब चाहिँ क्रिसको केक काट्ने बेलै ढुक्नुपर्छ बाई Kilichu, happy birthday. Happy birthday. Thank you, man. Dah. Kata kau sahaja mana salah seorang mesti. Suti jauh lah. Dan kasta mo pula gua lin jual ada ko jan. Kau itu happy birthday. Thank you. Happy birthday. Wah. Lala sudah boleh hai. Boleh party korang mulai sanu. Lol. Sud. Kata seorang macam dia tu. Lala sudah. यस्तै सुतेछ है यो भोलि पार्टी गर्नुपर्छ नि आमामा कट्टुला मजाले सुतिन्छन् ल मम्मी नि उठ्नु भयो के ट्याङ Kwame. Kayaknya aja. Kau sih, light balon atau? Mami, light balon.
के भन्नु ल जाने बेला अगाडि के भन्नु बाल त बिस्तारै साइडबाट दोस्त ह्याप्पी बर्थडे टु यु कि सपनामा छौ र सालु कि सपनामा छौ ल के का ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु किरिटु ह्याप्पी बर्थडे टु यु के यत्रो ठुलो केक ल्याएको होला नि विश गर्ने होला नि विश माग न म विश माग्छु धेरै विश मागिस् त केटा धेरै पछि केक काट्दै केक काट्दा यस्तो हुन्छ ह्याप्पी बर्थडे मेरो भाइ ह्याप्पी बर्थडे लभली लभली अन्त आमै भाव सुत्नु छ र भाउ त सुन्नु भयो उठायो नि गाली गर्नुहुन्छ निन्द्रा पुग्छ नि त बाबुलाई सानो अलिक किन हुन्थ्यो त ल बाउ गएको गएको ल अरे मैले खुवाइदिन्छु क्या अझै तलको पहिला खुवाइदिने ल ह्याप्पी बर्थडे बाबु चुप्पा खोइ न मम्मी मिठो रहेछ मिठो मम्मीले चुज गरेको त मिठो हुनु नजाने मिठो छ ल पुछलु कपालु तैँले धेरै गुनासो गरिस् के केटा त्यही भएर अन्त आमै कहाँ फालिदिनेहरू यार टाउमा हाल्नु ल सम्झनु त मम्मी लाइट बाले हुन्छ त यत्तिकै ठिक छ अन्त आमै ल मैले पहिलोचोटि भाइको केक खाल्ला ह्याप्पी बर्थडे मेरो भाइ खै त मलाई टुप्पा मलाई खाएन क्या खान्छ के हो त भनेर केही के भयो पछि मिठो मिठो हुने रहेछ केक त ए रहेछ अखिरिसको केक काट्दै भन राति नि के खाने र भित्र पछि केक काटिदिएको कति वर्षपछि लगाएँ 5-6 वर्षपछि काटे ठिक हुँदैन बर्थडेमा केक काट्दैन कति वर्ष भयो हुँदै गुनासो गरेको थियो कि अहिले मम्मी होइन म काटेको थिएँ अघिल्लो हामीसँग काटेको थिएन त तर केक चाहिँ खाएकै हो केटाले होइन अल्टो बार रुन्थे गरेर म अरू रुन जस्तो चाहिँ होइन हेर्नु साथीहरू मम्मीहरू यसो देख्दैन ल थ्याङ्क यू त्यो भात खाँदा सरे समात एकचोटि समातेर गर ल खिच्दैको समातेर यस्तो गरेको ल ल समाउनु अघि
उसको खिच्दियो This? ओरिजिनल मिल्छ त मिल्छ क्या मिल्छ Happy birthday. मम्मी मम्मी राति राति भोलि सुत्ने बेला नि केक काट्दिन लगाइस कस्तो रुन्छ मम्मी लगाइस के खाइस होला के खाइस के गरेको होला साइको पामा फेरि काटिले गल्दिउँ कस्तो साइको रहेछ साले फुस्के खानुपर्छ सबले यसो गर तिनजनाको यसो गर्नु घमी हाँसेर हो कि झन् हाँसे गरेको झन् हाँसेको रोगयो घमै मलाई त्यो टाउन लाग्दैछ चाहिँ कुरो कस्तो झन् कसरी हाँसेर बसेको झन् दल्थ्यो गएर तिनजनाको आज बर्थडे चाहिँ रमाइलो भयो उठाएको क्या निन्दा डिसो हुन्छ भनेर ओके एकछिन हल्ला गरेर अलिक रिसाउ हुन्छ कि बाबा भोलि भोलि थ्याङ्क भेटौँ यू होला फर वाचिङ भोलि होइन सकिन्न म भोलि बनाएर केही खाने होला नि अनि ओके सी यू टुमारो गाइस ल गाइस थ्याङ्क यू सी इन द मर्निङ ह्याप्पी बर्थडे मेरो बाई फेरि पनि होइन म भन्नु न बस्नु न आउँदैछ राइट गर्न जल्दी ढिलो हुन्छ ह्याप्पी बर्थडे फेरि पनि ह्याप्पी बर्थडे क्रिसलाई के भन्नु ल क्रिसलाई के भन्नु न त क्रिसलाई जन्मदिनको धेरै धेरै शुभकामना मेरो छोरालाई फेरि पनि ल गाइस थ्याङ्क यू फर वाचिङ है अब भोलि हेरौँ भोलि पनि आउँछ बाजी गर्नु न साईको खाना खाने होला गरे ल ल सी यू गाइस के बनायो अब चाहिँ बाजेलाई खुवाइदिने थोरै बाजेलाई सानो खुवाइदिने हामी चाहिँ यत्तिकै जान लाग्यो बाजे तर्सिनुहुन्छ होला हामीहरू फेरि यसलाई देख्यो भने चाहिँ सियर तर्सिनुहुन्छ घरले कस्तो होइन हातले खुवाइदिनु नि गएर थोरै यत्तिकै खुवाइदियो कि बाजे आज मेरो बर्थडे हो भन आइज होइन त्यही लिएर हिँड्न होइन त्यही लिएर हिँड्न पछि के खुवाइदियो भन्नु होला फेरि बाजे हाँसे को हामी को म मेरो बर्थडे हो क्या आज 19 वर्ष लागे देशको बाजे सानो खाने सानो सानो त्यो सानो हो कान्छा यो कान्छाको बर्थडे हो क्या बर्थडे अस्ति हजुरको भएको थियो है हजुरको भएको थियो केक काटेको केक काट्नु अस्ति नै भएको थियो केक काट्नु भएको थियो त्यस्तै भयो क्या यो आज 19 वर्ष लाग्यो 19 वर्ष यहाँ केक दलिदिएर यहाँ यसरी यो दलिदिएर हिँड्दै मिठो छ धेरै खाने होइन हजुरले त अलि पानी खुवाइदिए अँ सुत्ने बाजे भोलि खामलाई भोलि मासुहरू खाने मासु ससेसहरू खाने अचार ल ल यहाँ यस्तरी केक दलिदिएर नि त यहाँ मलाई ल ल खै अनि यस्तो मैले सिकाएको होइन बाजे हजुरलाई यस्तो अनि यस्तो बाजे अनि यस्तो खै त गुड बाजे गुड मुख धोएर आउँछु अनि सुत्ने ल अब चाहिँ सुत्ने हिँडेन त झन् हाँसे गरेर झन् हाँसे गरेर झन् किल्ला झन् दल्थ्यो फेरि पछि यस्तो भयो त झन् आमा कस्तो लाग्यो त मेरो भाइ खुसी लाग्यो एकदम ठिक लाग्यो
होइन यसले धेरै कस्तो भयो भने चाहिँ यसको चाहिँ फेरि मुस्ताङ पढ्न जाने यताउता गर्ने भएर केस खासै केही काट्न पाएको थिएन कि फेरि कोही अब बित्ने यताउता हुने भएको थियो कि यसको केक काट्ने बेला पहिलातिर अनि त्यही भएर नि धेरै हामीले त यसको नकाट्यो भनेको कति 10 वर्ष यो बच्चामा एक्चुअली काट्यो होला त्यहाँपछि काटेको थिएन कि अनि अस्ति हामी पोहोर आएको थियो नि त यहाँ अन्त अस्ति समिलाहरूले काटिदिनु भएको थियो अनि मम्मीहरूले फेरि काटिदिनु भएको थिएन अनि त्यही भएर मम्मीले अब धेरै अब के अरे त्यसको धेरै भएन धेरै भनेको अरे अनि काटिदिउँ भनेर यस्तरी काटेको यस्तो गरेर ला खाइस् भनेर देखाइदिनु भयो त मम्मीले है ल अब चाहिँ ल सुत्नु परेको छ ल ह्याप्पी बर्थडे मेरो भाइ ल ल खै त मलाई जुपा दिउँ न जुपा दिउँ ल ल गाइस बाई बाई गुड नाइट गुड नाइट होइन होइन See you tomorrow. See you tomorrow. Hasta la vista. हामीले गर्नु भयो एसी लाग्ने भन्दा भित्र गर्ने त्यही माथि गएर त पारा राति बेला नुहाइदिनु भयो भने यो लाग्छ बाई